अ, नमस्कार सबैजनालाई। फेरि पनि म आज विशेष गरेर पानीघट्टा बन्द चिया बगानको सन्दर्भमा बोलेको छु। के भन्दाखेरि पानीघट्टा बगान चाहिँ जब कमानको मालिकहरूले पैसाको मिसयुज गरेर तहसनस गरेर छोडेर गयो, त्यति बेला चाहिँ जुन चाहिँ लिक्विडेटर्सहरू थियो जसकोबाट ऋणहरू लिएका थिए कमानका मालिकहरूले, उहाँहरू चाहिँ हाइकोर्ट गएर चाहिँ केस भएको छ र अहिलेसम्म त्यो केस पेन्डिङ छ। तर 2015 देखिको बन्द भएको, तर 2019 मा एउटा एकजना नवराज छेत्री भन्ने व्यक्तिले त्यस बगानलाई म सोशल वर्कर हुँ र साफसफाई गर्छु भन्दै पस्नु भएको थियो। त्यस पश्चातमा उसले त्यहाँ साफसफाई गरेपछि त हरियो बत्ती आयो। हरियो बत्ती आएपछि उसलाई लालच भयो। लालच भएर उसले त्यसको बेचबिखान गर्न थाल्यो। उहाँले प्राय पोलिटिकल पार्टीको व्यक्तिहरूलाई लिएर एउटा कमिटी गठन गरे, साथै कोही अलिकति पर्मनेन्ट वर्करहरूलाई पनि लिए। त ती पर्मनेन्ट वर्करहरूले चाहिँ यो गार्डन चाहिँ इलिगली चलेको हो रहेछ भनेर तब चाहिँ उहाँहरूले छोडेर गए। अघि त्यस पश्चातमा उहाँले 5 वर्षसम्म 2019 देखिको 2024 को डिसेम्बरसम्म उहाँले पत्ती तोडेर त्यस बगानबाट बिजनेस गर्नुभयो, खानुभयो र जसको चाहिँ करोडौं रुपियाँ इन्कमहरूको धन्धलीबाजी भएको छ। र यसमा चाहिँ जुन चाहिँ हामीले आरटीआईहरू गरेको थियौँ डीएमको थ्रुबाट, कन्सर्न अथोरिटीको थ्रुबाट, त उहाँहरूले भन्नुभएको थियो यो बन्द गार्डनमा हामीले कुनै पनि प्रकारको पर्मिसन दिएको छैन कसैलाई पनि यो गार्डनमा ट्रेसपास गरेर काम गर्ने। र यहाँनिर 1130 जना वर्कर थिए आरटीआई रिपोर्टले। र जब बन्द भयो त्यसको बादमा फौलाइको पैसा 1500 रुपियाँ र एक्स ग्राटिया भन्ने कुरा जुन चाहिँ दसैँ तिहारको छेउमा 1500 दिने पाइन्छ भनेर रिपोर्ट पाएका छौँ। र त्यस पश्चातमा त्यहाँको श्रमिकहरू जो चाहिँ डिप्राइभ भए, उनीहरूको मौलिक अधिकारबाट वञ्चित भए। किनभने यस व्यक्ति जो नवराज छेत्री थिए उहाँ पोलिटिकली अहिले बीजेपीएमको अफिलिएटेड मान्छे, उहाँसँग एकजना व्यक्ति पनि हुनुहुन्थ्यो। अस्ति भर्खरै तपाईहरूले सुन्नुभएको थियो जुन चाहिँ टिचरको केसमा धन्धलीबाजी हुँदाखेरि सुप्रिम कोर्टको आदेशमा रद्द भएको कुराहरू आउँदाखेरि उहाँले भन्नुभएको थियो मैले पनि कतिवटा एपोइन्टमेन्ट त मेरो हातले टिचरहरूलाई दिएको पानीघट्टामा हाई स्कुलमा भन्ने कुराहरू गर्नुभएको। उहाँ जस्ता व्यक्तिहरू मिलेर चाहिँ यस कमान्डलाई इलिगली चलाइरहेको थिए। र हामीले जब कम्प्लेन गर्यौँ र हाम्रा पानीघट्टाका श्रमिकहरू त्यहाँ बस्नुभयो, त्यहाँनिर धर्नामा जब बस्नुभयो, डिमान्ड गर्दै सरकारको इन्टरभेन्सनमा यो बगान दुबारा खोलियोस्, अघि सरकारको इन्टरभेन्सन गरोस् या नयाँ मालिक आओस् या चाहिँ कानुनी रूपले प्रकारले गरोस् भनेर उहाँहरू बस्नुभयो। र पत्रचारहरू चलिरहेको छ। म सेपरेट लेबर मिनिस्टरलाई भेट्नुभयो कि डिपार्टमेन्टमा गइरहेको छ र यसको प्रोसेस पनि चल्दैछ। र यसमा किनभने लिक्विडेसनको कुरा हो, कतिपय ड्युजहरू छ त्यो पेमेन्ट गर्नुपर्छ भन्ने कुराहरू आउँदैछ। र यसमा पानीघट्टाको थानालाई ल एन्फोर्समेन्ट एजेन्सिज, डीएम र एसपी सबैलाई थाहा भएको कुरा। तर हिजो अस्ति फेरि उनीहरू 5 महिना पनि कन्टिन्युसली पानीघट्टाको वर्कर्सहरू धर्नामा बसेर कामहरू गरिरहनु भएको छ। र उहाँहरूको भनाइ चाहिँ छ यो बगान चाहिँ लिगली खोल्यो भने फ्याक्ट्री चल्छ, इम्प्लोइमेन्ट बढ्छ, इम्प्लोइमेन्ट बढेपछि मान्छेको ग्रेच्युटिजहरू सुचारू रूपले चल्छ, हैन, बोनस पाउँछ, पीएफहरू पाइन्छ, अनि सबै ड्यू पैसाहरू पनि जति पनि छ त्यो ड्यू पैसाहरू पनि पाइन्छ र यो लिगली चल्नुपर्छ भन्ने कुरा हो। र यस्तो प्रकारले इलिगली चलाएर लुटी ल्याउँ भुटी खाउँ गरेर कहिले पनि त्यहाँनिर नयाँ मालिकहरू आउनु सक्दैन, आउँदैन, यो गर्दैन, यिनीहरूले आउनु पनि दिँदैन। र यहाँनिर सुन्नुमा आएको छ अब अहिले 2005 सुन्नुमा के त्यो हाम्रोमा लेटरहरू पनि छ 15 देखिको अस्ति 15 मार्चदेखिको फेरि पनि यस व्यक्तिहरू गार्डनमा एन्क्रोचमेन्ट गरेर 5 महिनासम्म त रोक्यो। त्यस पश्चातमा गार्डनमा एन्क्रोचमेन्ट गरेर फेरि पत्तीहरू टिप्ने इलिगल काम। र जति पनि तपाईँहरू त्यहाँनिर जानुहुँदैछ अघि तपाईँहरूले सोच्नुहोस् यो चाहिँ इलिगल काम हो। यो कसैको डेप्ट रिकभरी पैसा, कसैको लोनहरू खाएपछि, लोन लिएपछि चाहिँ त्यसलाई रिकभरी गर्नुको लागि चाहिँ हाइकोर्टले चाहिँ त्यसलाई लिक्विडेसन स्टेजमा राखेर केस चाहिँ अनगोइङ छ र यसमा चाहिँ एन्क्रोचमेन्ट गर्नु पाउनु सक्दैन भनेर। अनि यसमा हामीले
वृत्तान्त रूपमा लोकल थानालाई दिइसकेका छौँ, पानीघट्टा थानालाई। उहाँलाई मैले त झन् पर्सनली एभ्रिडे फोन पनि गरेको छौँ। डिएमलाई पनि यसको चिठी पठाइसकेको छ यसको विषयहरू माथि पनि। र अब पनि उनीहरूले नटेर्दाखेरि म त सोसियल वर्कर हो, मैले त बगान कमान सफा गर्नै पर्छ भन्दा करोडौँ रुपियाँ खानुमा लागिरहेको छ। र यसमा तपाईँहरू पुरा क्लियरली बुझ्नुहोस्, अघि कानुन हो, धेरै हुन्छ तर ढङ्गले नै यसको न्याय हुन्छ। पहिला धेरैले भनेको थियो कि इलिगल रिक्रुटमेन्ट हुनु हुँदैन, इलिगल तरिकाले टिचरहरू पस्नु हुँदैन भन्ने कुराहरू गर्दाखेरि कसैले कसैको टेरेन र आज गले हत्ते मरे हत्ते मान्छेको अवस्था भइरहेछ, स्थिति खराब छ। त्यस्तै प्रकारको कुरा चाहिँ अब यो पानीघट्टामा हुन चाहँदैछ। हामीले सबै स्टेक होल्डरहरूलाई नोटिस गरिसकेका छौँ। पानीघट्टा ओसीलाई त झन् हामीले उनीहरूको नजरमा, उनीहरूको ब्रड डे लाइटमा, उनीहरूको सामुने आज पानीघट्टा गार्डनमा पसेर फेरि पत्ती टिपेर इलिगली फेरि बेच्दैछ। र हामी अब यसको प्रोसिजर अलमोस्ट तयारी भइसकेको छ र हामीले यो मामला कोर्टमा उठाउँदैछौँ। र यो मामला कोर्टमा उठेपछि चाहिँ कोर्टको कस्तो डाइरेक्सन हुन्छ त्यसपछि चाहिँ सबैजनाले बुझिहाल्नुहुन्छ। र हामीले डिमान्ड गरेको छ जसले लास्ट 5 इयर्समा यो पत्ती टिप्दै सोसियल वर्कको नाममा, पोलिटिकल पार्टीको नाममा होइन, अनि जो मान्छेहरू सरकारी नोकरीहरू गर्ने त्यहाँ पसिरहेको छ, रिटायरमेन्टको पेन्सनहरू खाएर पनि त्यो 1% 2% कमिसन खाएर यो निमुखा जनताको गरिबहरूको अधिकारलाई मारिरहेको छ। तपाईहरुलाई पनि यस कुरा अब कोर्टको निर्णयहरू तपाईहरुले फेस गर्नुपर्छ। र तपाईहरुलाई लाग्दै थियो कि हामी चुप्पो लागेर बसिरहेको छ भनेर हामी चुप्पो लागेर बसेको छैनौं। यो कुरा एकदमै इलिगल हो। तपाईले जुन प्रकारले तपाईले यो बगानमा कुनै पनि कम्पनीहरू, फ्याक्ट्रीहरू लकआउट हुँदाखेरि, लिक्विडेसन स्टेटमा हुँदाखेरि खाली सरकारको आदेश र कानुनी आदेशहरूले मात्रै यसमा उयो गर्न सक्छ, यसमा फेरि दुबारा काम गर्न सक्छ। र यो कुराहरू हामीले ती नवराज छेत्रीहरू भन्ने व्यक्तिहरूलाई सम्झायौं र उनीहरूले त अहिले यो भन्दैछ कि हाम्रो सरकार छ, बीजेपीएम को सरकार छ, बीजेपीएम को कन्ट्रोलमा छ, हाम्रो टाउकोमा हाम्रो मान्छे छ र हामीले केही पनि गर्न सक्छौं, हामीले कुनै प्रकारको इलिग्यालिटी पनि गर्न सक्छौं र हामीले जे पनि गर्न सक्छौं र हामी फेरि पनि यो बगानको चपत्ती चाहिँ फेरि टिपेर फेरि इलिगली बेचेर फेरि निर्धक्क भएर बस्न सक्छौं भनेर भन्नुभएको छ। यो कुराहरू चाहिँ ठीक होइन। तपाईहरुले यो कुराहरू गर्नु हुन्थेन अघि। र यसको लागि चाहिँ हामीले अबको केही समय दिनभित्र चाहिँ तपाईहरुले कानुनी कारबाहीद्वारा तपाईहरुले यसको रियाक्सन देख्नुहुन्छ। र म ती पानीघट्टाका श्रमिकहरू, जो हाम्रो दाजुभाइहरू दिदीबहिनीहरू, आदिवासी, गोर्खा, ट्राइबल कम्युनिटीका व्यक्तिहरू छन्, उहाँहरू आज 5 महिनासम्म धरना बसेर सरकारलाई निरन्तर रूपमा सरकारलाई एन्क्रोचमेन्ट गरिरहनु भएको छ नि। यो तपाईहरु निर्धक्क बसेर बस्दा हुन्छ। तपाईहरुलाई डेफिनेटली कोर्टले राम्रो निर्णय दिन्छ र जसले पनि यो रङ काम गरेको छ, रङ डुवर्सहरू छ, यो इलिगली पत्ती बेचेर खाइरहेको छ, यो मान्छेहरुको गरिब दुखीलाई अगाडि हतियार बनाएर उनीहरुको खिलाफ निर्णय नै पक्का नै उनीहरुको खिलाफ निर्णय आउँछ भनेर तपाईहरुलाई आश्वासन दिन्छु। र तपाईहरुले यो संवैधानिक तरिकाले हामीले कसैलाई भायोलेन्स गरेको छैन। र अब बंगालमा के भन्नु, हामीले पुलिसलाई, ल एन्फोर्समेन्ट एजेन्सी पानीघट्टा थानालाई एकदमै डे 1 देखिको इन्फर्मेसन दिइरहेको छ र पनि उहाँहरूले रोक्नु हुँदैन। र अहिले आएर पानीघट्टा पुलिसले भन्दैछ तिमीहरूले कोर्टको अर्डर लिएर आऊ अन्त हामी रोक्छौं भनेर भन्दैछ। र उनीहरूलाई थाहा छैन यहाँ लिक्विडेसन स्टेटमा छ, हाइकोर्टको अर्डर छ भन्ने कुराहरू उहाँहरूलाई थाहा छैन। र यस्तो कानुनी विषयहरूलाई पनि अवहेलना गर्ने चाहिँ ठिक कुरा होइन। तपाईहरुले देख्नुभयो नि हाम्रो चीफ मिनिस्टर ममता ब्यानर्जी जुन चाहिँ वक्फको कानुन छ, त्यस कानुन जुन चाहिँ लेजिस्लेचरले कानुन बनाए, आदेशहरू भए, आदेशहरू हुँदाखेरि सुप्रिम कोर्टको आदेशलाई पनि मान्दिन भन्दाखेरि उहाँको खिलाफ पनि कानुनी कारबाही हुँदैछ। उहाँलाई जेल जानेसम्म पनि डिमान्ड हुँदैछ। उहाँको खिलाफ
धेरै आवाजहरू उठिँदैछ एउटा चिफ मिनिस्टरको खिलाफ। र अर्को कुरा तपाईहरुलाई भन्छु, ओम प्रकाश चौटाला एक्स चिफ मिनिस्टर अफ हरियाणा, उहाँ चिफ मिनिस्टर हुनुहुन्थ्यो। उहाँको टाइममा एपोइन्टमेन्टमा टिचरमा कति ठुलो घोटाला भयो र उहाँ 80+ इयर्सको हुँदा पनि उहाँलाई कानुनले जेलमा हाल्यो र उहाँ चाहिँ एउटा तिहार जेलको सबैभन्दा सिनियर बुजुर्ग ओल्डेस्ट इनमेट भएर पनि जेलभित्र पस्नु भयो। बुझ्नुभयो? उहाँको सरकार हटाइयो र त्यस्तो स्थिति हुन्छ। र पानीघट्टा भन्ने कुरा त्यति ठुलो विषय होइन, तर त्यहाँको जनतालाई तपाईहरुले उहाँहरूको आशा भरोसा, उहाँहरूको खाने बाटो, उहाँको मौलिक अधिकारलाई तपाईहरुले भायोलेसन गरेर चाहिँ तपाईहरुले लिक्विडेसनमा गएको बगानलाई चाहिँ तपाईहरु इलिगली गएर तपाईहरु बस्नु भएको छ। र सिम्पल तरिकाले पनि भन्छु म जनतालाई, कुनै पनि कानुनी कारबाहीबाट कोही पनि बाँचेको छैन जो चाहिँ इलिगली काम गरेको छ। सुचारू रूपले कम्पनी चल्यो भने आज त्यो टिचर अपोइन्टमेन्टहरु जति पनि दार्जिलिङमा भयो, सेक्सन 26C मा जीटीए सब्जेक्ट भित्र भएर काम गरेको भए, एडभर्टाइजमेन्टहरु निकालेको भए यस्तो ठुलो हुन्थेन नि त। यो गलत गर्ने त एडमिनिस्ट्रेसन हो नि त, र भोग्नु पर्यो चाहिँ कसले? जनताले भोग्नु चाहिँ पर्यो ती बेनिफिसियरीहरु जो चाहिँ उनीलाई त नोकरी चाहिएको थियो, आफ्नो घर पाल्नु थियो, राम्रो क्वालिफिकेसनहरु भएर कम्पिटेन्ट क्यान्डिडेटहरुले पनि आज भोग्नु भएको छ। किनभने यो एडमिनिस्ट्रेसन पार्टबाट इलिग्यालिटी भएकोले, जीटीए को पार्टबाट। र त्यस्तै प्रकारले आज जान्दै देख्दै पुलिस प्रशासनहरुले पनि यसलाई रोकेको छैन। बंगला न्यूज पेपरमा हामीले पढेर हेर्दै थियौं, उहाँहरुले भिडियोलाई पनि सोध्नु भएको रहेछ कि तपाईहरुले पर्मिसन दिनु भएको भन्दा उहाँहरुलाई ज्ञान छैन त्यो बगान भित्र पस्ने। र सबै न्यूज रिपोर्टरहरुलाई म प्रार्थना गर्छु कि तपाईहरुले लोकल थानालाई पनि सोध्नुस् कि जुन चाहिँ यो हाईकोर्टको केस पेन्डिङ छ र यसरी जनताहरु धरनामा बसेको छ कि यो लिगल तरिका हो, तपाईहरुले उनीहरुलाई पर्मिसन दिनु भएको। र कानुनी कारबाही जब लेजिस्लेचरले कानुन पास गर्छ, सुप्रिम कोर्टले त्यसलाई लगाउँछ, त्यसको बादमा यसलाई इम्प्लिमेन्टेसन कसले गर्छ? इम्प्लिमेन्टेसन गर्ने चाहिँ ल एन्फोर्समेन्ट एजेन्सी हो, पुलिस एजेन्सीज हो। र आज बंगाल पुलिसले यो कुराहरु ब्रड डे लाइटमा भएको घोटाला, चोरी चकारी, यो त चोर भयो नि त। पानीघट्टामा ल पत्ती हाक्छ, त्यहाँ करोडौं रुपैयाँको इन्भेस्ट, त्यहाँनिर त्यो पैसाको खेला छ। त्यहाँनिर यो पत्ती कसले किन्दैछ, कसले बेच्दैछ, कसले टिप्दैछ, कसले टिप्नु लाउँदैछ, यो कुराहरु, यो विषयहरु एसडीपीओ मिरिकले पनि सायद यसमा तपाईहरुले संज्ञान लिनु भएको छैन। हामीले सबैलाई इन्फर्म गरिसकेका छौं यस विषयले। र अब आउने समयमा जे हुन्छ राम्रो हुन्छ। पानीघट्टाले राम्रो न्याय पाउँछ। हेर्नुस्, सिम्पल कुरा छ। तपाईहरुले हेर्नुस्, अस्ति 5 डेसिमल जमिन जुन चाहिँ विषय भयो, त्यसको बादमा 30% जमिन जो चाहिँ बन्द चिया बगानहरु जो चाहिँ टाटा बिरलालाई दिने घोषणा मुख्यमन्त्रीले गरेर कलकत्ता ग्याजेटमा पनि आयो, सरकारी कागजमा आयो, दस्तावेजमा। र जुन कमानहरु बन्द हुन्छ त्यो 5 डेसिमलमा के ग्राउन्ड एउटा दिएको छ भन्दा जो व्यक्ति चाहिँ कमानमा काम गर्छ त्यसको काम गरेर उपभोग गरेको हुन्छ, त्यस व्यक्तिलाई चाहिँ 5% दिन्छ जमिन, 5 डेसिमल जमिन होमस्टे पट्टा दिन्छ भनेर पनि लेखेको छ। त्यसको हिसाबले हो भने त यो जुन बन्द कमान हुन्छ, अब उनीहरुको त त्यहाँ कम्पनी छैन, कमान छैन, उनीहरु त त्यहाँको इम्प्लोइ होइन भनेपछि चाहिँ त्यो रैथानेहरु, त्यस व्यक्तिहरु पुरानो समयदेखि आफ्नो जमिनमा बस्नेहरुको 5 डेसिमलको पनि अधिकार छैन। र यो कमानमा सुचारू रूपले चलेको इम्प्लोइमेन्ट भनेको, रेगुलर इम्प्लोइमेन्ट भनेको तपाईहरुको नाम दर्ता हुनु, त्यसभित्र पुस्तानीदेखिको तपाईहरुले चलिआएको लिगेसी कम्पनी भित्र काम गर्नु तपाईको हक अधिकारहरु हो, जसले चाहिँ तपाईलाई तपाईको बस्नु, त्यहाँ तपाईको घरमा, तपाईको खेतीबारीमा, तपाईले चलाएको जग्गामा उनीहरुले वञ्चित गर्नु पाउँदैन। र यस्तो प्रकारले इलिगली चलाएर बेच्दै खाँदैछ, लोकली हिँड्ने त्यो
झुसेमुसे नेताहरू झोलेहरूले पेट भर्दैछ, तर त्यो कमान त कानुनको हिसाबमा त बन्द छ नि त। सरकारले आएर भोलि त्यो टाटा बिर्लालाई कमान्डरले दिइ पठाउँछ। त्यहाँनिर हुन्छ तपाईँको होमस्टे हुन्छ, बुटेक होटेल हुन्छ, टी बुटेक होटेल्सहरू हुन्छ, त्यहाँ 5 स्टार्सहरू बनिन्छ भनेदेखिको यो श्रमिकहरू चाहिँ कहाँ जान्छ? यो कुरा धेरै सोच्ने पर्ने स्थिति छ र यो थुप्रो इलिग्यालिटिजहरू यहाँनिर हुँदैछ हैन। हामीले देखिरहेका छौँ आजको दिनमा पहाडको हाम्रो बलियो सरकार कोपट्टि छ। हामीले जुन जुन काम गर्छौँ त्यसलाई डोमिनेट गर्ने काम त उनीहरूले गरि नै रहेको छ। पर्मिसन नदिने, इलिग्यालिटिजलाई सपोर्ट गर्ने हैन। र आजको सचेत जनता र आजको सचेत नागरिक, सचेत वर्करहरू जसलाई चाहिँ आजको दिनमा दार्जिलिङ डुवर्स चिया श्रमिक सुरक्षा समितिका मेम्बरहरूले लिगली अवेर गराएर बोल्नु सिकाइरहेको छ, उहाँहरू चाहिँ हाइकोर्टमा यो म्याटर लिएर प्रोसिडिङ गर्नुहुँदैछ। र कानुनलाई हल्कामा नलिनुहोस् र ल एन्फोर्समेन्ट एजेन्सीहरूले पनि तपाईहरूले यसलाई बुझ्नुहोस् र बन्द चिया बगानहरूलाई पनि भन्छु, जुन चाहिँ 13वटा पहाडको बन्द चिया कमानहरूलाई पनि भन्छु, तपाईहरू पनि अगाडि आउनुहोस्। तपाईहरूले पनि यस्तो प्रकारले विरोध गर्नुहोस्, यसरी धरना प्रदर्शन गर्नुहोस्, पिसफुल प्रोटेस्ट गर्नुहोस्, हाम्रो बगान हामीले सुचारू रूपमा दिउँ। त्यस बगानले तपाईको भोलिको दिनमा रोजीरोटी, तपाईको पीएफ पेन्सनदेखिको तपाईको घर जमिन जग्गा पनि बचाउँछ। भोलि तपाईहरुकोमा कम्पनी छैन भने, कमान छैन भने, गार्डनमा काम छैन भनेदेखिको हामीलाई रेफ्युजी बनाउँछ। हेर्नुहुँदैछ नि वकफ कानुनमा कस्तो कस्तो केसेसहरू आउँदैछ। कानुनहरू हामीले बुझ्दैछौँ हैन। पिछेपट्टिको लिगसीको कागजपत्र निकाल भनेर भन्दैछ, पुरानो कागजपत्रहरू दस्तावेजहरू निकाल भनेर भन्दैछ। र हामीलाई चाहिँ बंगाल सरकारले खाली नेपालबाट चियाको बुट्टा टिप्न ल्याएको, अरू देशबाट हामीलाई हायर गरेर ल्याएको, आदिवासीलाई बंगलादेशबाट ल्याएको भनेर चाहिँ प्रुफ गर्नु चाहिँ नसकोस्। र यो हाम्रो जाति अस्तित्व र माटोको लडाई हो। यो आज एउटा चियापत्तीको मुनाको कुरा होइन। यो आज तपाईले 10 करोडको घपला गरेर 2 करोडको घपला गरेर आफ्नो पेट भरेको कुरा होइन। यो चाहिँ हाम्रो फ्युचर। अब ट्राइबल बेल्ट हो पानीघट्टामा, त्यहाँनिर बेसी ट्राइबल छ, आदिवासी छन्, लिम्बू तामाङहरू छन्, त्यहाँनिर एससी एसटी का छन् हैन। उहाँहरूको तपाईहरुले रोजीरोटी खोज्नु हुँदैछ, उहाँहरूको तपाईहरुले फन्डामेन्टल राइट्स खोसिदिनु भएको छ। उहाँहरू अलरेडी भनरेबल ग्रुपको व्यक्तिहरू हुन्छन्, उहाँहरू अलरेडी ब्याकवर्ड छ। र तपाईहरु एउटा अप्पर क्लासमा बस्ने भएर, एउटा ठुलो जातिको व्यक्तिहरू भएर नवराज छेत्रीज्यू तपाईले यसरी आदिवासीहरुको, ट्राइबल एससी एसटीहरुको नखोसिदिनुस् अधिकार। तपाईलाई कसले अधिकार दियो त्यहाँनिर बसेर त्यो बाघ भालु आउँछ अरे, के आउँछ अरे? तपाई त त्यहाँनिरको त त्यस्तो भयंकर केही पनि होइन। तपाई आफ्नै पानीघट्टा चिया के रे बगान, पानीघट्टा स्कुलमा तपाई आफै नोकरी छ र तपाईले यस्तो प्रकारले इलिगली यस्तो निमुखा जनताको हक अधिकारहरू, उनीहरू त सरकारसँग लडिरहेको छ, उनीहरू चियाको मालिक न्यू तराई एसोसिएसनको मालिकहरूसँग पनि लडिरहेको छ, उनीहरू कानुनी रूपमा पनि लडिरहेको छ। र अब आएर त्यहाँ सर्वे हुँदैछ। सर्वे भयो अस्तिको दिनमा, लेबर श्रम मन्त्रीलाई उहाँहरूले भेट्नुभयो, कता कता गएर उनीहरूले मिटिङहरू पनि गर्नुभयो। र तपाईहरु पनि बरु भन्दा मालिक ल्याऊ भन्ने पक्षमा चाहिँ तपाईहरुले किन साथ दिनु हुँदैन? मालिक आयो भने चाहिँ तपाईको त्यो इलिगल एन्क्रोचमेन्ट ट्रेसपासिङ गरेर अर्काको बगानको पत्ती चोरेर बेच्नु तपाईले चाहिँ कहाँसम्मको न्याय हो भन्नुस् त? जुन बगान ऋणमा डुबेको छ
र ऋणकारहरूले चाहिँ कोर्टमा गएर त्यसलाई लिक्विडेसन स्टेटमा गार्डन राखेको छ। के त्यो बगानमा तपाईँ पस्न सक्नुहुन्छ? तपाईँले त्यो बगानलाई छुन सक्नुहुन्छ? अनि जुन दिनदेखिको कुड्की भयो बङ्गलोहरू, त्यो बङ्गलोभित्रको सामानहरू कहाँ गयो? त्यो बङ्गलोको चिजबिज दराजहरू कसको घरमा बेचेको छ? तपाईँहरू जिम्मेवार हो, किनभने तपाईँहरू बगानमा पस्दैछ। सिरिस रुखहरू काटेर तपाईँहरूले सर्वनाश गरे कमानभित्रको, तपाईँलाई कसले पर्मिसन दिए त्यस्तो प्रकारले डिफरेस्टेसन गर्नु? हामी एकदमै कुनै स्तरमा जानु परे पनि हेर्नुहोस्, दाजुभाइहरूलाई भन्छु म, हाम्रो कमानको आदिवासी जनका समाजका गोर्खा समाजका व्यक्तिहरूलाई भन्छु, हताश नखानुहोस्। कानुनमा अलिकति ढिलो हुन्छ, अलिकति बेसी पनि होइन अहिलेको टाइममा, तर ढङ्गले टहलाउँछ सबैजनालाई। र आजको दिनमा हेर्नुहोस् त ती टिचरहरूको कस्तो बेहाल छ। बुढाबुढी हस्बेन्ड वाइफ टिचर लोन निकालेको छ, नानीहरूलाई राम्रो स्कुलतिर पढाइ हुँदैछ। हाम्रै नानीहरू, हाम्रै परिवारको दाजुभाइ दिदीबहिनीहरू, उहाँहरूले त इलिगल गर्नुभएको होइन नि त। सरगुरुआमाहरूले त शिक्षा पनि राम्रो दिनुहुँदैछ, नानीहरूको रिजल्ट पनि राम्रो आउँदैछ। तर यहाँनिर त पहिला चुलामा नि नुन तेल भात तिउन पकाउँदा नुन तेल हाल्नुमै गडबड भयो भने त खानाको स्वाद आएन नि त। त्यहाँनिर नि सुरुमै पोइजन हाल्यो भने त स्लो पोइजनले मार्छ भन्छ नि, त्यो कुरा हो। आजको दिनमा जिटिएले आफ्नो अधिकार चलाएर, ट्रान्सफर सब्जेक्टको अधिकार चलाएर खाली जग्गामा भर्छु भन्ने कुरामा एडभर्टिजमेन्ट सही तरिकाले निकालेर कोर्टको थ्रुबाट अर्डर ल्याएर यहाँहरूको यो रिक्रुटमेन्ट भएको भएदेखिको यस्तो हुँदैन। हेर्नुहोस् त बङ्गालमा राष्ट्रपति शासनको जस्तै धरी यहाँनिर कुरा आउँदैछ, 313 टिचरको कुरा आउँदैछ। 2500 टिचर भन्नुहोस् त, जहाँनिर 2400 समथिङको भेकेन्सी थियो त्यहाँनिर 2500 भन्दा बढी टिचरहरू टिचिङ र नन टिचिङ स्टाफहरू हालेपछि चाहिँ जसलाई अन्याय भयो उहाँ त कोर्ट जानुभयो र कोर्टले आज खुलदुल गर्दाखेरि त सबै धाँधलीबाजी भयो। 8 क्लास पढेकोले पनि हाई स्कुल पढाउँदैछ भन्ने कुरा अनरेबल कोर्टले पनि भन्नुहुँदैछ। लाइभ प्रोसिडिङमा हामी देख्दैछौँ होइन। अब त्यसमा टेन्टेड अनटेन्टेड, दाग लागेको र दाग नलागेको, राम्रो पढाइ गरेर टप्पर भएर जाने, सबै क्वालिफिकेसन भएको, एलिजिबिलिटी भएको टिचरले पनि भोग्नु पर्यो। कसरी छान्ने त्यसबाट? कति लाज स्टुडेन्ट्सहरूको सामने, कति लाज। हाम्रो सरहरू त यसरी पसेको छ भनेर हिन्दुस्तानको एजुकेसन सिस्टम कहाँ गयो? यो स्थितिहरू चाहिँ कानुनले निकाल्छ। र यही सन्दर्भमा पनि तपाईहरु पनि इन्भल्भ हुनुहुँदो रहेछ त्यो इलिगल टिचर घोटालामा। तपाईकै मान्छेहरूले भनिरहेको छ 7 वटा 8 वटा टिचरलाई हामीले एपोइन्टमेन्ट दियौं भन्दैछ। तपाईहरु त्यो लोकल लिडरको, लोकल लेभलको झोलेहरुले के अधिकारले चाहिँ तपाईहरु एपोइन्टमेन्ट पार्नुहुन्छ? सोच्ने अवस्था। र यति भन्दै हामी कानुनको विश्वास गर्छौं, जुडिशरीमा हाम्रो भरोसा छ। हामीले हाम्रो व्यक्तिहरूले अवश्य न्याय पाउँछन् र जतिको पीएफ, ग्रेजुटीज, वेजेसहरुको धन्धलीबाजी घोटाला भएछ नि, धैर्य राख्नुस्, धैर्य राख्नुस्। हामी काम गर्दैछौं, तपाईहरुले अवश्य न्याय पाउनुहुन्छ। जय गोर्खा।